साथीले अर्को गाडी लिएको रहेछ नयाँ अझ चाहिँ हामी यसमा जाँदै हेलो 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 भन्नुहोस् त अनि यहाँ चाहिँ हाम्रो कृष्णजी पोखराबाट है ल हाम्रो नयाँ उबर ड्राइभर आइसक्नु भएको छ ल अलिकति लागि जाऊँ त हामी अब सरेर भन न हामी चाहिँ उता जाँदैछौँ भनेर हामी कहाँ जाँदैछौँ रे हामी चाहिँ माउन्ट तारानाकी तारानाकी गोविन्दजी हुनुहुन्छ यहाँ हाम्रो भाइ छ यता हाम्रो यहाँ पोखराको राइडर केटो म हामी जान लाग्यो त्यो उता माउन्टेन हो यो माउन्टेन देखेको छैन त्यहीँ गरेर नै देखाउन माउन्टेन है यहाँ चाहिँ न्युजिल्यान्डमा चाहिँ अब बाटो सधैँ बाटोलाई नि खनेर बनाइरहेको छ नि यहाँ खनेर बनाइरहेको रहेछ जहिले यस्तै हो कुनै कुन यस्तै छ बाटो हालत अब यहाँनिर चाहिँ यस्तो भइदियो है पानी परिदियो हामी चाहिँ खास माउन्टेनमा जान खोजेको अब खै के गर्ने यस्तै होला जस्तो छ आजको लागि यात्रा बिदाभरि पानी परेर है यस्तै छ हाम्रो तालमेल पानी हेर्नु त माउन्टेन देख्दै छैन त्यो पनि हामी माउन्टेन जाँदै हो कि है पुगेपछि तपाईँहरूलाई दृश्य देखाउनु छु यस्तै छ यहाँको माहौल अनि देखेर पानीले हामीलाई छेक्दैन आज जाने नै हो टपमै जाने हो आज हामी चाहिँ अब यहाँ माउन्टेनमा पुग्यो तर फेरि के भयो भन्दाखेरि पानी पऱ्यो अनि हामीले चाहिँ यहाँ दाइलाई भेट्यो है ल के छ दाइ दाइलाई नभेटेर साह्रै अल्छी लाग्थ्यो हेलो भनिदिनु न त मेरो हामी चाहिँ अब दाइलाई भेटेर हिँड्यो है फेरि माथि जाने हाम्रो गन्तव्यमा पुगेपछि फेरि हामी कन्टिन्यू गर्नेछौँ चाहिँ खास गोविन्दजीलाई घुमाउन हिँडेको खै कतिको रमाइलो भइरहेछ बस न्युजिल्यान्ड आएपछिको फर्स्ट ट्रिप है सिधै माउन्टेन हेर्न सक्नुहुन्छ है यस्तै छ यो घुम्ती रोड यस्तै सर्को जस्तै छ कि बाटो त यस्तै छ बाटो सरेर अब हामी चाहिँ पुगिन्छ एकछिनमा खै 1 किलोमिटर देखाइरहेको छ अझै अनि चाहिँ अब यहाँ गाडीमा चिसो आइसक्यो है अब यस्तो चिसो भइसक्यो जाउँ अब एकछिनमा हिउँनै पर्थ्यो झन् बेस्ट हुन्थ्यो उतातिर अब यस्तै छ तलतिर हाम्रो गाउँ छ है घर तल चाहिँ पानी परिरहेको छ यता माथि चाहिँ पानी नपरेको रहेछ त्यही चाहिँ हाम्रो लागि खुसीको कुरा भयो है कार पार्कमा आयो यहाँ सोटेर रेडी हुँदैछ रेडी हो नि अन्त पानीमा उसले असिना पानी हिउँ जति जे भयो पनि त्यहाँ माथि जाने कुरो छ है उसले चाहिँ फर्स्ट टाइम हिउँ देख्दै होइन नि ल ऊ यहीँबाट हेरिहाल एउटाले बिना अक्सिजन माउन्ट एभरेस्ट ठाउँ झरेर हामी बिना कपडा जाने भन्ने चाहिँ ल कपडा खोल नि त टोपी त छैन म तेल लाएर आएको वाटरप्रुफ हो के रे तलबाट माथिसम्म हामी चाहिँ माउन्टेन जाने भनेर आएको तर हेर न साइन्सको खेलाडी ऊ भागेरै पुगिदिन्छु भन्दैछ है ल हामी पनि भागौँ न त भागो केटा ऊ त फुटबलर हो नि कहाँ सक्नुलाई तिमीलाई सकिँदैन कृष्ण भागेरै पुगिदिन्छु भनेछ है उसले चाहिँ यहाँ न्युजिल्यान्डको यहाँ नेपाली टिमबाट फुटबल खेलिरहेको छ ऊ चाहिँ अब खेलाडी भएर नि होला भाग्न सकेको हामी चाहिँ सकिएन माथि गएर कुरो है भगवान् तात्यो ल नि त कुद्यो मलाई माथि गएर कुरो है सबैले पर्दैन कुरा माथि गएर
पानी बुझ्नु नि एकछिन यसको नि हावा फुस्क्यो है अब यहाँनिर सकिँदैन नि त उकालोको बाटो तिमी बलको पछाडि जति भाग्यो नि यो उकालो भाग्नु सक्दैनौ कि बलको पछाडि पो भाग्छौ नि हेट कुदाउँ फेरि त्यही हो तल पानी परेर माथि आएको अब माथि चाहिँ पानी पऱ्यो तल घाम लाग्यो है यति बेला राइट क्रास जारी छ म हेर्नु भनेको थिएँ म चाहिँ भेटिँदैन होला ऊ चाहिँ धेरै माथि जस्तो छ चाहिँ धेरै नै पऱ्यो हिउँ पनि तलसम्म छैन रहेछ हामी चाहिँ यो पुलसम्म मात्र गएर फर्किने कुरा भयो यस्तो पानीमा है आजको छुट्टीको दिन अब यस्तो नै गइहाल्यो तपाईँहरूलाई चाहिँ यो माउन्ट तारानाकी देखाइदिउँ भनेर हिँडेको के अरे है त्यहाँदेखि हाम्रो यो भाइलाई हिउँ छुन लगाइदिउँ भनेको हिउँ चाहिँ छुन जस्तो छैन भाइ यहाँबाट यस्तो छो यस्तो गरेर त म फोटो खिचिदिन्छु जस्तो सुकै मौसम होस् भिजै भिजिन्छ फोटो चाहिँ खिच्ने अरे हजुर हजुर तिम्रो नि फोटो खिचिदिने ल फोटो ल पोज ए ल यहाँ चाहिँ रोपवे छ यहाँबाट सामानहरू बोकेर जानुलाई अनि त्योनिर यो भागमा चाहिँ स्की गर्छन् कि यहाँनिर तर अहिले चाहिँ केही छैन हामी यो टर्निङ हुँदै जाने अब यसमै लुकेर बसौँ यार तिमी यहाँबाट हाम फाल्थ्यौ नि त एउटा एक लट म निखिलो पुऱ्याइदिएँ कृष्णलाई चाहिँ डर लाग्दो रहेछ पुलमा आउनु ल है त डर पो हल्लाइदिउँ पुल हल्लाइदिउँ छैन हाम्रो भनेको आँखाले नजारा मात्रै हेर्ने यस्तो मनोरञ्जन छ घाम नलाएर चाहिँ यस्तो भइदियो कि नत्र घाम लाग्यो भए चाहिँ निकै नै रमाइलो हुन्छ यहाँ चाहिँ रमाइलो लाग्छ नि त जे चिसो हावा नेपालको यस्तो गिटी नेपालबाटै आएको कि प्लेनमा ओहो हामी चाहिँ आयो है अब यहीँसम्मको लागि भइहाल्छ चाहिँ यहाँभन्दा माथि चाहिँ गइने गाइज